भल्टमा जम्मा भएर बसेको छ हैन। अब जस्तै अहिले उठाउनु भयो, कति रकम उठेको छ, यसलाई बाँड्न पाए भन्नुभयो। अब यति नै रकमले हामीले त कति नै होला र अलिकति रकम जम्मा गर्न सकियो भने तपाईँहरूले भनेको ठिक छ, यसलाई नि बाँडौँला हैन। तपाईँहरूकै सबैको सल्लाहमा अगाडि जाने नै हो र भल्टमा जम्मा रहेको छ। बाँकी ऋणीहरूलाई विभिन्न अब चिठीहरू, कतिपय ऋणीहरूलाई चिठी, कतिलाई मौखिक, जे सम्भव छ हामी त्यसमा चाहिँ गइ नै राखेका छौँ र हामीहरू निरन्तर ऋणीहरूको घर घर गई असुली गर्नका लागि परि नै रहेका छौँ र लागि नै रहनेछौँ। अब यसमा हजुरहरूको चाहिँ साथ एकदम चाहिन्छ है। यही भन्दै मेरा सब त यहीँ राखेँ। अरू केही भए भन्नु होला, त्यसको जवाब पनि म दिउँला। अब ऋणीहरू त धेरै हुनुहुन्छ सर हैन। ऋणी त 400 समथिङ कति चाहिँ ऋणी हुनुहुन्छ। अब थोरै देखौँ। आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षज्यू, कोषाध्यक्षज्यू, सचिवज्यू र लेखा समितिका सदस्य, संयोजक तथा सदस्यज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण बचतकर्ता बुवामा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो नमस्कार छ। अब आज हामीले आज मिति 2082 आज शनिबारै, तपाईँको चाहिँ 16 गते शनिबारै परे पनि अब यो विषयमा यो विषय चाहिँ हामीले छलफल तथा अन्तर्क्रिया भन्ने कुरोमा अब अहिले आसन्न निर्वाचन यही फागुनको 2082 फागुन 21 को जुन निर्वाचन छ, त्यो निर्वाचनमा अब यहाँ आफ्नो विचारहरू त आइ नै हाल्छन्। अब विषय के हो भने हामीले मत कसलाई हाल्ने, किन हाल्ने, हामीले 4-5 वर्ष हेऱ्यौँ, धेरैवटा सरकार हेऱ्यौँ, कसले चाहिँ के गरेर अब कसलाई भोट गर्छन्। अस्ति फोन गरेर टिकट लिनुभन्दा अगाडि चाहिँ टिकट लिनुभन्दा अगाडि वादा गरेका कुराहरू, कमिटमेन्ट गरेका कुराहरू थिए। टिकट पाएको भोलिपल्ट मोबाइल फोनै आउन छोड्यो। त्यो फोन आउन उधारो थियो, फोन अहिलेसम्म आएको छैन। त्यो उधारो फोन कहिले आउने भन्ने थाहै छैन। त्यो भएको हुनाले ती कुराहरू पनि सुनाउनु छ क्या। त्यसपछि बल्ल हामीले निर्कोल गर्ने हो कि भोट कसलाई हाल्ने भन्ने कुराहरू। जस्तो अहिले क्षेत्र नम्बर चाहिँ हाम्रो 2बाट 1, 2, 3बाट तपाईँको 3टा 4वटा 5वटा दलका गरेर 18-20 जना उम्मेदवार छन्। अब जस्तो तपाईँको चाहिँ माघ 1 गते, यो फागुन भयो, माघ 1 गते महाधिवक्ताको कार्यालयले एउटा निर्णय गर्यो हाम्रो मुद्दा सम्बन्धी विषय। त्यो तपाईँलाई थाहा नै होला। जुन मुद्दामा के गर्यो भने सहकारी ठगी यथावत राखी सम्पत्ति शुद्धिकरण र साङ्गठिक अपराध हटाउने मुद्दा संशोधन गर्ने निर्णय गर्यो। माघ 1 गते त्यो कुरा आएको थियो। 29 गते, माघ 30 गते आएको थियो। 1 गतेदेखि फोन बज्न सुरु भयो। फोन बज्न सुरु भएपछि के भयो भने